प्रस्थान 8 अध्याय। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, गएर फारोलाई भन्, परमप्रभु यसो भन्नुहुन्छ, मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे। तैँले तिनीहरूलाई जान दिइनस् भने म तेरो सारा देशलाई भ्यागुताहरू पठाएर सताउनेछु। अनि नील नदी भ्यागुताले भरिनेछ र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर घरमा र तेरा प्रजामाथि र तेरा चुलाहरू र पिठो मुस्ने आरीहरूमा आउनेछन्। ती भ्यागुताहरू त र तेरा प्रजाहरू र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्। तब परमप्रभुले मोसालाई भन्नुभयो, हारूनलाई भन्, आफ्नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस् र मिश्रभरि भ्यागुताहरू आउन्। यसैले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्यागुताहरू निस्केर मिश्र देशै ढाके। तर जादुगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे र मिश्रमा भ्यागुताहरू निकाले। तब फारोले मोसा र हारूनलाई बोलाउन पठाए र भने, परमप्रभुसित बिन्ती गर कि उहाँले म र मेरा प्रजाबाट भ्यागुताहरू लैजाउन् अनि परमप्रभुको निम्ति बलि चढाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु। मोसाले फारोलाई भने, हुकुम गर्नुहोस्, कुन बेला म तपाईँ र तपाईँका अधिकारीहरू र तपाईँका प्रजाका निम्ति बिन्ती गरौँ र भ्यागुताहरू तपाईँ र तपाईँका घरहरूबाट नष्ट भएर जाउन् र नील नदीमा मात्रै रहन्? उनले भने, भोलि। मोसाले भने, तपाईँको वचन अनुसार होस् र तपाईँले जान्नुहोला कि परमप्रभु हाम्रा परमेश्वर जस्तो अरू कोही छैन। भ्यागुताहरू तपाईँ र तपाईँका घरहरू र तपाईँका अधिकारीहरू र तपाईँका प्रजाबाट फर्केर जानेछन् र केवल नील नदीमा मात्र रहनेछन्। तब मोसा र हारून फारो कहाँबाट निस्केर गए। परमप्रभुले फारोमाथि पठाउनु भएका भ्यागुताहरूका बारेमा मोसाले पुकार गरे अनि परमप्रभुले मोसाको वचन अनुसार गर्नुभयो। भ्यागुताहरू घर, आँगन र मैदानमा मरे। मानिसहरूले ती बटुलेर थुप्रो लगाए र देश गन्हाउन लाग्यो। तर जब फारोले सबै शान्त भएका देखे, तब परमप्रभुले भन्नुभए झै उनले आफ्नो हृदय कठोर पारे र मोसा र हारूनका कुरा सुनेनन्। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, हारूनलाई भन्, तपाईँको लहुरो लिएर जमिनको धुलोमा हिर्काउनुहोस् र ती मिश्रभरि भुसुना बन्युन्। तिनीहरूले त्यसै गरे। जब हारूनले लहुरो लिएर आफ्नो हात पसारेर जमिनको धुलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धुलो भुसुनै भुसुना भयो। ती जादुगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा भुसुना ल्याउन खोजे, तर सकेनन्। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे। तब जादुगरहरूले फारोलाई भने, यसमा त परमेश्वरकै हात छ। तर परमप्रभुले भन्नुभयो मोजिम, फारोको हृदय कठोर भयो र उनले तिनीहरूका कुरा सुनेनन्। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, परमप्रभु यसो भन्नुहुन्छ, मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। मेरा प्रजालाई जान दिइनस् भने हेर, त तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हुल्का हुल झिङ्गा पठाउनेछु र मिश्रीहरूका घर घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हुल्का हुल झिङ्गा थुप्रिनेछन्। तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोसेन प्रदेशलाई चाहिँ छुट्याउनेछु र त्यहाँ झिङ्गाका बथान हुने छैन। तब तैँले जान्नेछस् कि म परमप्रभु यस देशमा छु। यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्नता ल्याउनेछु। यो आश्चर्यपूर्ण चिन्ह भोलि हुनेछ। अनि परमप्रभुले त्यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर घरमा हुल्का हुल झिङ्गाहरू आए र झिङ्गाहरूको कारण मिश्र बर्बाद भयो। तब फारोले मोसा र हारूनलाई बोलाएर भने, तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढाओ। तर मोसाले भने, यसो गर्नु ठिक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढाउने बलिदेखि मिश्रीहरू घिन मान्छन्। मिश्रीहरूकै आँखाका सामुन्ने उनीहरूले घिन गर्ने बलि हामीले चढायौँ भने त उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्। हामी 3 दिनको बाटो गएर उजाड स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभयो मोजिम, उहाँको निम्ति हामीले बलि चढाउनु पर्छ। फारोले भने, म तिमीहरूलाई उजाड स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति बलि चढाउनलाई जान त दिनेछु, तर धेरै टाढा चाहिँ नजाओ। अब मेरो निम्ति बिन्ती चढाइदेऊ। मोसाले भने, म तपाईँबाट बाहिर जानासाथ फारो र तपाईँका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झिङ्गाका हुल हटुन् भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्ति बलि गर्न जान नदिएर फारोले फेरि छल नगर्नुहोला। तब मोसा फारो कहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्ती गरे अनि परमप्रभुले मोसाको वचन अनुसार गर्नुभयो र फारो र उनका अधिकारीहरू र उनका प्रजा कहाँबाट ती झिङ्गाका हुल एउटै पनि नरहने गरी हटे। तर यसपल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्। हवस् त, प्रस्थान 8 अध्याय बाइबल वाचन समाप्त भएको छ। नेपाली बाइबल वाचन युट्युबलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। धन्यवाद।